मूवी करते समय पता रिग्रेट होता है भाई, क्यों हमने रास्तों से उठाया सामान, क्यों उठाया वो चेयर, क्यों उठाई हमने। अब भारी हो रही है। विदेशमा बसेपछि पढाइ, काम, घर र जिम्मेवारी सँगसँगै आउँछन्। हामी बाहिर स्ट्रङ देखिन खोज्छौँ, तर कहिलेकाहीँ थकाइले मनभित्रका कुरा बाहिर निकालिदिन्छ। आजको भ्लग त्यही रियालिटीको सानो झलक हो। हे गाइज, वेलकम ब्याक टु माई अनदर भिडियो। यो हजुरले फोटोमा देखिरहनु भएको ट्रक, यसमा हामीले सामान भर्न गइरहेका छौँ। मसँगै काम गर्ने गणेश दाइ घर सर्दै हुनुहुन्छ। त्यसैले म र मेरो साथी उहाँलाई हेल्प गर्न आएका छौँ, किनकि जब मलाई गाह्रो पर्थ्यो उहाँ मलाई साथ दिनुहुन्थ्यो, सहयोग गर्नुहुन्थ्यो र आज उहाँलाई गाह्रो पर्दा हामी आएका छौँ। विदेशमा मैले बुझेको कुरा, यहाँ सम्बन्ध रगतले होइन, साथ र सहयोगले बाँधिँदो रहेछ। घरबाट टाढा हुँदा हामी सबै यसरी नै एकअर्कालाई पर्दा आएर सहयोग गर्छौँ, जसले हामीभित्रको मित्रतालाई अझ प्रगाढ बनाउँछ। ट्रक भरिसकेपछि कोठा रित्तिँदै थियो, तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा कामबाट थकित भएर आउँदाखेरि बिताएका ती आनन्दका पलहरू। त्यसपछि हामी लाग्यौँ नयाँ सम्झना बसाल्न नयाँ घरतर्फ। दाइ निकै आध्यात्मिक हुनुहुन्छ। घर सर्ने बित्तिकै भगवानलाई सम्झनु भयो। सो पंकज भाई, आपको कैसा लग रहा है घर सरने में? भाई क्यों बेड वेड लिए हमने, क्यों ये ड्रॉर लिए हमने। मूवी करते समय पता रिग्रेट होता है भाई, क्यों हमने रास्तों से उठाया सामान, क्यों उठाया वो चेयर, क्यों उठाई हमने। अब भारी हो रही है। ये भी उठा लो, रास्ता में वो दिखी है, उठा लो। आज जो दिखता था ना, घर भर दिया इन्होंने। 5 साल में 10 बार घर चेंज कर लिया, 3 बार तो इनके साथ हो चुका है। तो गाइस, मैं भी ऐसा ही हुई। देखिए, ऑस्ट्रेलिया में मूविंग सबसे डिफिकल्ट काम है गाइस। सो गाइस, अस्ट्रेलियामा सबैभन्दा गाह्रो काम घर सर्नु, हेर्न सक्नुहुन्छ। यस्तो गाह्रो हुन्छ। अघि भिडियोमा म 5 वर्षमा 10 पटक घर सरिसके भन्ने व्यक्ति हुन् पंकज भाइ। हो, यो कुनै मजाक होइन, यो यथार्थ हो। यहाँ कसैको फिक्स हुँदैन। विदेशमा बस्दा, घरबाट टाढा हुँदा साना काम पनि कहिलेकाहीँ भारी लाग्छ र मनभित्रका कुरा बोल्न थाल्छ। मेट्न हामी एकछिन पंकज भाइसँग गयौँ रमाइलोको लागि। दुनिया इसलिए दुखी नहीं है कि उसको दुख है, वो इसलिए दुखी है भी दूसरा खुश क्यों है। ये वो लोग हैं, ये वही लोग हैं बाद में दूसरे को खुश नहीं देख सकते। पंखा भी डाल। अब लगभग सामान सारिसक्यौँ। थकाइ छ, तर आरामको लागि समय छैन। त्यसैले हामी लाग्यो आफ्नो कामतर्फ, किनकि अस्ट्रेलियामा पढाइ, काम, जीवनका सबै जिम्मेवारी हुन्। यही हो वास्तविक स्ट्रगल, अस्ट्रेलियामा विद्यार्थीको जीवन। काममा आएपछि सुरुमा मैले काट्न थालेँ टमाटर। त्यसपछि एकपछि अर्को गर्दै म गर्न थालेँ कामहरू र बिस्तारै बिस्तारै गर्दै काम मैले लगभग सबै सकिसकेको थिएँ र काम भ्याएपछि म निस्केँ अब घरतर्फ। अहिले म ट्रेनमा घरतर्फ लाग्दैछु। आजको दिन सामान, काम अनि हल्का स्ट्रगल। अस्ट्रेलियामा यही हो वास्तविक जीवन, तर साथी र सपोर्टले हरेक कुरा मिनिङफुल बनाइदिन्छ। अन्तिमसम्म यो भिडियो हेरेर मलाई साथ दिनुहुने सम्पूर्णमा धन्यवाद। भेटौँला नेक्स्ट ब्लगमा। सो गाइस, अस्ट्रेलियामा घर सर्ने काम एकदमै गाह्रो छ, देख्न सक्नुहुन्छ। सो गाइस, लास्टै गाह्रो है। अस्ट्रेलियामा सबैभन्दा गाह्रो काम घर सर्ने।